सम्पूर्णमा नमस्कार। आज हामी प्रतिवेदनहरू अथवा रिपोर्टहरू कसरी हेर्ने त पाम्स V2 मा भन्नेतर्फ छलफल गर्न गइरहेका छौँ। प्रतिवेदन हेर्नको लागि हाम्रो यो लिङ्कमा रहेको प्रतिवेदन, त्यसपछि कार्यालय प्रतिवेदन र अन्य कार्यालय प्रतिवेदन दुईटाबाट हामीले प्रतिवेदनहरू हेर्न सक्छौँ। अहिले चाहिँ कार्यालय प्रतिवेदन हेरौँ। कार्यालय प्रतिवेदनभित्र खर्च भएर जाने जिन्सी खाता, खर्च भएर नजाने जिन्सी खाता, सहायक जिन्सी खाता, वार्षिक विवरण र त्रैमासिक विवरण हेर्न सक्छौँ भनेदेखि अर्को छ अन्य कार्यालय प्रतिवेदनभित्र चाहिँ बिन कार्ड, भाडा अभिलेख किताब, सम्पत्ति मूल्याङ्कन फारम, अन्य कार्यालय प्रतिवेदनहरू, सम्पत्ति अनुसार सहायक खाता, त्योभित्र पनि अन्य कार्यालय प्रतिवेदनभित्र विभिन्न रिपोर्टहरू हेर्न सक्छौँ। अब सबभन्दा पहिले हामीले 407 खर्च भएर जाने जिन्सी खाता कसरी हेर्ने भन्ने हेरौँ है त। त्यसको लागि प्रतिवेदन, कार्यालय प्रतिवेदन, खर्च भएर जाने जिन्सी खाता। अब त्यसमा चाहिँ अब हामीले आर्थिक वर्ष छनौट गर्नु पर्यो। त्यसपछि सम्पत्तिमा हाम्रो के सामानको तपाईँले जिन्सी खाता हेर्न खोजेको, जस्तो पिल साइकलको हेरौँ, स्पेसिफिकेसन, सबै स्पेसिफिकेसनको हेरौँ, प्रिभ्यू गऱ्यो भने हाम्रो जिन्सी खाता निस्किन्छ। खर्च भएर जाने जिन्सी खाता। खर्च भएर नजाने पनि त्यस्तै नै छ। खर्च भएर नजाने आर्थिक वर्ष सिलेक्ट गर्छौँ। सम्पत्तिमा हाम्रो के सम्पत्ति हो त्यो छनौट गरेर प्रिभ्यू गरेपछि देखिन्छ। सहायक जिन्सी खाता छ। सहायक जिन्सी खाता भने व्यक्तिको नाममा कति सम्पत्ति रहेको छ त भनी हेर्नको लागि सहायक जिन्सी खाता हेर्नुपर्छ। जस्तो हाम्रो पुङलिङ हेल्थ शाखाभित्र कर्मचारी, अब जस्तो प्रवीण सरकोमा हाम्रो कति सामग्री छ त भनेर हेर्नु पर्यो भने सम्पत्तिको हकमा सम्पत्ति खर्च भएर नजाने सम्पत्ति प्रिभ्यू गऱ्यो भने उहाँको नाममा कुनै पनि छैन। यदि उहाँले खर्च भएर नजाने सामान लिनुभएको थियो भने उहाँको यहाँनिर लिस्टमा देख्न सकिन्थ्यो। अब त्यस्तै वार्षिक विवरण, त्रैमासिक विवरण पनि हामीले हेर्न सक्छौँ। वार्षिक विवरण भने एक वर्षमा कति आम्दानी र कति खर्च भयो भन्ने हो। जस्तो वार्षिक विवरण, खर्च भएर जाने जिन्सी प्रिभ्यू हेऱ्यो भने एक वर्षमा हाम्रो टोटल सामग्री कति आम्दानी भयो चालु आवकमा र चालु आवकमा टोटल खर्च कति भयो र बाँकी कति छ भन्ने हामीले यसबाट पनि हेर्न सक्छौँ। अब लागौँ हाम्रो अन्य कार्यालय प्रतिवेदनहरू। त्यसको लागि चाहिँ प्रतिवेदन, अन्य कार्यालय प्रतिवेदन, जस्तो बिन कार्ड हेऱ्यो भने बिन कार्ड पनि छ यसमा। 8283 सम्पत्ति खर्च भएर जाने सम्पत्ति हामीले हेरौँ के हेरौँ एमोक्सिसिलिन 500 को हेरौँ, प्रिभ्यू गऱ्यो भनेदेखि यसरी बिन कार्ड हाम्रो कति रिसिभ भयो, कति इस्यु भयो, कहाँ कता गयो, सबै यसरी हाम्रो लिस्ट हेर्न सक्छौँ। जस्तो नम्बरको हेरौँ, यहाँ छ हाम्रो कुन मितिमा सामान प्राप्त भयो, कुन ब्याजको भयो र कति बाँकी छ। यसरी हामीले यो पनि जिन्सी खाता जस्तै प्रतिवेदन आउँछ, तर यसमा चाहिँ ब्याज अनुसारको विवरणहरू हामीले हेर्न सक्छौँ। अर्को छ हाम्रो भाडा अभिलेख किताब, सम्पत्ति मूल्याङ्कन फारम र अर्को छ अन्य कार्यालय प्रतिवेदनहरू। यसभित्र अन्य कार्यालय प्रतिवेदनभित्र के छ त भन्दाखेरि औषधिको स्टक छ, ब्याच वाइज स्टेटमेन्ट, ब्याच वाइज हाम्रो स्टक कति छ भनेर हेर्नु पर्यो भने औषधिको स्टकमा जो अनि यो आफ्नै सेलेक्ट हुन्छ स्टोरको नाम र फर्मेटमा गएर हामीलाई पिडिएफमा चाहिन्छ भने पिडिएफमा हामीले प्रिभ्यू गर्न सक्छौँ। यसबाट हामीसँग भएको सामग्रीहरूको ब्याच अनुसारको स्टक देखिन्छ। जस्तो यो कन्डमको एउटा ब्याचको यति छ, अर्को ब्याचको छैन। यसरी हामीले ब्याच अनुसार यो रिपोर्ट हेर्न सक्छौँ, औषधिको स्टक रिपोर्ट। अब यही रिपोर्टलाई हामीले एक्सेलमा हेर्नु पर्यो भने एक्सएलएसमा क्लिक गर्छौँ र प्रिभ्यू गर्छौँ। यो के हुन्छ त एक्सेलमा रिपोर्ट भनेर डाउनलोड गरेर हेर्न सक्छौँ। अर्को छ डक, यो वर्ड फाइलमा डाउनलोड गर्नु पर्यो भने डक लेखेको छ, यसमा गएर प्रिभ्यू गर्यो भने यो वर्ड फाइलमा रिपोर्ट 1 भन्ने डाउनलोड भयो। यहाँ डाउनलोड भइसकेको छ। रिपोर्ट 1 क्लिक गर्यो भने इधर यस्तो कन्फर्मेसन सोध्छ, यस गरेर ओके गर्यो भने हाम्रो अघि पिडिएफमा आएको थियो, अहिले चाहिँ वर्ड फाइलमा यो रिपोर्टहरू हामीले यसरी हेर्न सक्छौँ। यसलाई अहिले औषधिको स्टकलाई हामीले क्लोज गऱ्यौँ। यसमा थुप्रै रिपोर्टहरू छ, जस्तो एक्सपायर ड्रग लिस्ट। हामीसँग अहिलेसम्म कति औषधि एक्सपायर भएर बसेको छ त हेर्नु पर्यो भने एक्सपायर ड्रग लिस्ट गर्ने र प्रिभ्यू गरेपछि हामीसँग अहिले पिल साइकल 154 र पिल साइकलै 12,855 एक्सपायर भएर बसेको छ। यो टेस्ट रिपोर्ट हो, यसलाई क्लोज गरौँ। अर्को छ हाम्रो ब्याच वाइज ट्र्याकिङ। जस्तो एउटा ब्याचको सामान कहाँ कहाँ गयो त भनेर हेर्नको लागि त्यो पनि हेर्न सक्छौँ। जस्तो हाम्रो स्टोरको नाम लेखौँ, स्टोर हेल्थ इज फुङलिङ,
मेडिकल औजार, औषधिको प्रकार भयो, औषधिको नाम, पिल साइकल हेरौँ है त। नाम हेरौँ, ब्याच नम्बर, कुन ब्याचको कहाँबाट आयो कहाँ गयो भन्न। अब यो बिबिटी 23 नम्बरको ब्याच प्रिभ्यू गर्यो भने यो ब्याचको चाहिँ कहाँनिर हस्तान्तरण भएको छ त भन्दाखेरि यहाँनिर अब एउटा एक ठाउँ मात्रै भएर छ। यसरी हामीले ब्याच वाइज ट्र्याकिङ हेर्न सक्छौँ। अर्को छ हाम्रो गोदाम अनुसारको प्रतिवेदन। जस्तो हामीसँग दुईटा गोदाम, एउटा संस्थामा दुईटा गोदाम छ भने कुन गोदाममा कति छ भनेर नि हेर्न सक्छौँ। जस्तो गोदाम अहिले हामीसँग हेल्थ स्टोर फुङलिङ दुईटा गोदाम बनाएको छ। हेल्थ स्टोर पुग्नु औषधि स्टोर, त्यसमा चाहिँ हेल्थ स्टोर फुङलिङभित्र पिडिएफमा प्रिभ्यू गर्यो भने हाम्रो यो गोदाममा यति औषधि छ। र अर्को गोदाममा हेर्नु पर्यो भने जस्तो औषधि स्टोरमा कति छ त भनेर हेर्नु पर्यो भने यो अर्को स्टोरमा एमोक्सिसिलिन क्याप्सुल मात्रै राखेको रहेछ। यसरी हामीले गोदाम अनुसार पनि रिपोर्ट हेर्न सक्छौँ। यसै गरी चाहिँ हामीसँग थुप्रै छ कर्मचारीहरूको विवरण। हामीसँग भएको कर्मचारीहरू कतिजना हुनुहुन्छ त भनेर हेर्नु पर्यो भने यसरी कर्मचारीको विवरण पनि हेर्न सक्छौँ। अर्को छ एलएमआइएस डाटा इन्ट्री रिपोर्ट, त्यो पनि हेर्न सक्छौँ। अरू पनि थुप्रै रिपोर्टहरू छ। हजुरहरूले यही अनुसार रिपोर्टहरू प्रिभ्यू गर्दै हेर्न सक्नुहुन्छ। हस्, धन्यवाद।